$13.90 अहिलेसम्म कमाइ भएको छ। हेलो साथीहरु, नमस्ते सबैजनालाई। र के साच्चीकै युट्युबमा आउनु राम्रो हो? आखिर युट्युबले कति भ्युजको कति पैसा दिन्छ त है? यही सब सवालको जवाब लिएर आएको छु यस भिडियोमा। र भिडियो अन्तिमसम्म हेर्नु होला। र म लाइभ प्रुफ होइन मैले कति भ्युजको मेरो कति पैसा आउँछ त होइन, तपाईहरुलाई लाइभ प्रुफ देखाउँछु। साथीहरु, म यहाँनिर आफ्नो मोबाइल स्क्रिनमा आइसकेको छु। सबभन्दा पहिला म जान्छु YT स्टुडियोमा जान्छु र तपाईहरुलाई ओपन गरेर म एक एक चीज देखाउँछु। आखिर कति पैसा कमाइदो रहेछ त युट्युबबाट है। अनि म चाहिँ YT स्टुडियोमा आइसकेको छु। अब यहाँनिर चाहिँ म कन्टेन्टमा क्लिक गर्छु र अल भिडियोमा भ्युज अलमा क्लिक गरेर अनि म तल सबभन्दा पपुलर भिडियो है, सबभन्दा धेरै भ्युज कुन भिडियोमा आएको छ त मेरो हैन, र त्यो भिडियो देखाउँछु। अब जस्तै यो भिडियोमा मेरो 3,10,000 जति भ्युज गएको छ हैन, यो फर्स्ट सेकेन्ड थर्ड वाला हैन। योमा क्लिक गर्छु। आखिर मैले 3,10,000 भ्युजमा मैले कति पैसा कमाए त हैन अहिलेसम्म है टोटल। म तपाईले यसको यहाँनिर रेभेन्यूमा जान्छु अन्त डलरमा क्लिक गर्छु र यहाँनिर म तपाईको भन्नाले 90 डेजको पुरा डाटा निकाल्छु है। 3,10,000 भ्युजमा साथीहरु मेरो $13.90 भएको छ है। $13.90 3,10,000 भ्युजमा भएको छ र अहिलेसम्मको कमाइ है 90 दिन भित्रको। तर हालाकि 90 दिन त भएको छैन होला, मेरो च्यानल मोनेटाइज गरेको त्यति भएको छैन होला। लगभग 1 महिना जति भयो कि के हो मोनेटाइज भएको त। र अब यसको वाच टाइमहरु कति आछ त यहाँ हेर्नु। वाच टाइम पनि म तपाईहरुलाई देखाउँछु हैन। योबाट चाहिँ 3,10,000 भ्युज आछ, 8,400 वाच टाइम आछ हैन, 946 वटा सब्स्क्राइबर आछ योबाट अनि $13.90 अहिलेसम्म कमाइ भएको छ है यो भिडियोबाट। अनि त त्यसैगरी अब मेरो कम भिडियो, त्यसैगरी अब म योलाई चाहिँ हटाइदिन्छु अनि सर्टको देखाउँछु है। सबभन्दा सर्ट मेरो पपुलर गएको सर्ट भिडियो देखाउँछु। सबभन्दा धेरै भ्युज जाने सर्ट भिडियो देखाउँछु। त्यो सर्ट भिडियोबाट आखिर कति कमाएको छु त मैले। यो सर्ट भिडियोमा 1,20,000 जनाले यो सर्ट भिडियो हेर्नु भएको छ है यो चाहिँ। र म अब यसैको म देखाइदिन्छु है तपाईले। र यो सर्टले आखिर कति कमायो त है। यहाँ हेर्नु 1,20,000 अहिलेसम्म भ्युज गएको छ हैन, 263 वटा सब्स्क्राइबर्स आएको छ यो भिडियोबाट हैन, अनि 70 पैसा आएको छ। $1 पनि भएको छैन। 1,20,000 सर्ट भिडियो भ्युजमा हैन, सर्ट भिडियोको 70 पैसा आछ। अब तपाईले के पत्याउनुहुन्छ? लाइभ प्रुफ मैले देखाएको छु यहाँनिर हेर्नु। 70 पैसा अर्निङ भएको छ यो भिडियोबाट अहिलेसम्म है। अब तपाई आफै सोच्नु होला युट्युबमा कति कमाइदो रहेछ भनेर। अनि त्यसैगरी म अर्को भिडियो देखाउँछु तपाईहरुलाई। र अब म फेरि कन्टेन्टमा जान्छु यहाँनिर हैन। अब तपाईले नर्मली भिडियो देखाउँछु त है। मैले हिजो अस्ति अपलोड गरेको भिडियो जस्तै अब यो 2.1K गएको छ हैन, योबाट आखिर कति भयो त कमाइ हैन। 2100 भ्युजबाट नि कति कमाइदो रहेछ त म तपाईहरुलाई यो देखाउँछु। यसको चाहिँ रेभेन्यूमा जान्छु म। यहाँनिर हेर्नु 28 पैसा भएको छ अहिलेसम्म हैन। अब अहिलेसम्मको टोटल कमाइ गर्ने हो भन्दाखेरिमा, अर्निङ अहिलेसम्मको टोटल अर्निङ हेर्ने हो भन्दाखेरिमा अब तपाई आफै बुझ्नुहोस् कि कति कमाइ हुँदो रहेछ है युट्युबबाट। अब सबै तपाईहरुले कुन भिडियोले कति पैसा कमाएको छ, कति भ्युज गएको छ यहाँ हेर्नु। सबै यहीँनिर देखाउँछ है। भिडियोबाट अहिलेसम्म $14.48 आछ हैन भिडियोबाट चाहिँ। अनि सर्ट्सबाट $2 अहिलेसम्म $2.21 आछ। बाँकी केही भयो त अरूबाट नि भयो होला। तर यहाँ टोटल भनेको चाहिँ अहिलेसम्म $22.87 भएको छ। यो चाहिँ $100 भयो भने मेरो एकाउन्टमा आउँछ हैन। अब तपाईहरुको सोच हो कि तपाईहरु के युट्युबमा काम गर्न चाहनुहुन्छ हैन या चाहनुहुँदैन। अब नेक्स्ट भिडियो साथीहरु, तपाईहरुलाई नेक्स्ट भिडियो चाहियो भने यो भिडियो कमेन्ट गर्नु होला। आखिर फेसबुकबाट चाहिँ कति हुँदो रहेछ है भन्ने कुरा चाहिँ नेक्स्ट भिडियोमा म लिएर आउँछु। अहिले भने यति। बाइ बाइ।